हेलो एभ्रिवान है। अस्ति चाहिँ मैले उयो पोस्ट गरेको थिएँ श्रीजङ्गको मन्दिर तल्लो तलामा है। यो चाहिँ यति दामी भ्युज रहेछ है। यो चाहिँ माथि माथि त्यो मन्दिरदेखि माथिपट्टि रहेछ है। श्रीजङ्गको त स्ट्याचु रहेछ त्यहाँनिर। अन्त यहाँबाट हेर्दाखेरि चाहिँ भ्युजहरू पनि दामी दामी देख्ने है। यहाँ तपाईँहरूले हिमाल पनि देख्न सक्नुहुन्छ है। अन्त उकालो चाहिँ निकै नै जानुपर्ने रहेछ है। राउन्ड रहेछ त्यहाँनिर चाहिँ अब अन्डर कन्स्ट्रक्सनमा रहेछ सबै कुरोहरू है। उयो चाहिँ स्काई वक बनिँदै रहेछ यहाँनिर चाहिँ। अहिले तपाईँले त्यो देख्दै गर्नुभएको चाहिँ स्काई वक बनिँदै रहेछ है। म पनि यहाँनिर उकालो गएँ है दर्शन गर्नुको लागि। अन्त भनिन्छ सुब्बाहरूको देउता भनेर है श्रीजङ्ग चाहिँ। तपाईँहरूले पनि हेर्नु सक्नुहुन्छ। यो चाहिँ अस्तिको भिडियोको चाहिँ पार्ट 2 भनौँ है। घामले गर्दाखेरि चाहिँ राम्रो भिडियोजहरू पनि गर्नु पाइनँ, आँखा यस्तो टल्केर। र यति दामी रहेछ अब त्यहाँबाट चाहिँ यति दामी दामी भ्युजहरू देख्ने है। हेरिरहँ जस्तो एकदमै मनमोहक दृश्यहरू तपाईँहरूले पनि देख्नु सक्नुहुने रहेछ त्यहाँ गएर है। कोही बेला तपाईँहरू पनि त्यहाँ भिजिट गर्नु सक्नुहुन्छ। हुन्छ, थ्याङ्क यू फर वाचिङ, ह्याभ अ नाइस डे।